कल्पना गर्नुस् एक किसानले आज खेतमा बिउ रोप्यो। भोलिपल्ट ऊ खेतमा पुगेर भन्छ, बिउ त देखिएन, अब केही हुँदैन। के त्यो सत्य हो? होइन, बिउ माटोभित्र काम गरिरहेको हुन्छ। त्यसरी नै तपाईको जीवनमा पनि केही कुरा बाहिरबाट शान्त देखिए पनि परमेश्वरले पर्दा पछाडि काम गरिराख्नु भएको छ। आज तपाईको प्रार्थनाको उत्तर नदेखिएको हुन सक्छ, तर त्यसको अर्थ उत्तर आउँदैन भन्ने होइन। त्यसैले यदि तपाईँ अहिले सङ्घर्षमा हुनुहुन्छ भने नछोड्नुहोस्। यदि प्रार्थनाको उत्तर ढिलो भइरहेको छ भने प्रार्थना गर्न नछोड्नुहोस्। यदि तपाईको सपना पूरा हुन समय लागिरहेको छ भने मेहनत गर्न नछोड्नुहोस्। यदि मानिसले तपाईलाई विश्वास गरिरहेको छैन भने परमेश्वरले तपाईलाई दिएको उद्देश्यमा विश्वास गर्न नछोड्नुहोस्। किनकि धैर्य भनेको केही नगरी बस्नु होइन, धैर्य भनेको विश्वास सहित अघि बढिरहनु हो।